समादरणीय दर्शक महानुभावहरू नमस्कार। म युवराज तिमल सिन्हा केदार चन्द्र टिभीमा मृत्यु सत्य जगत मिथ्या भन्ने कार्यक्रम लिएर उपस्थित भइसकेको छु। दर्शक महानुभावहरू, यो मृत्यु सत्य जगत मिथ्या भन्ने कार्यक्रममा हामीले विभिन्न विद्वानहरूलाई, साधु सन्तहरूलाई, ज्ञानीजनहरूलाई हामीले उपस्थित गराएर उहाँहरूका सत्कर्मका बारेमा हामी तपाईहरूलाई सुनाइरहेका छौँ र आध्यात्मिक टेलिभिजन हो यो केदार चन्द्र टिभी। दर्शक महानुभावहरू, यो मृत्यु शाश्वत छ, सत्य छ। यो संसारमा आएका जति पनि प्राणीहरू यो संसार छोडेर जान्छन् नै। यहाँ चिरकाल पर्यन्त, दीर्घकाल पर्यन्त कोही व्यक्ति पनि रहन बस्न पाउँदैन र पाउने अधिकार पनि दिएको छैन त्यो परमात्माले। र कस्ता कस्ता विद्वानहरू हाम्रो देशमा आए। योगी नरहरि जस्तो मूर्धन्य विद्वान, जसलाई हामी राष्ट्रगुरु भनेर सम्बोधन गर्छौँ। त्यस्तै गरी डाक्टर स्वामी प्रपण्डाचार्य, त्यस्ता विद्वान पनि यो धरामण्डललाई छोडेर जानु। दर्शक महानुभावहरू, आज हामी एकजना व्यक्तित्वसँग कुरा गर्दैछौँ। उहाँ हुनुहुन्छ योगी नरहरिनाथ ट्रस्टका उपाध्यक्ष हुनुहुन्छ श्री राजेन्द्र राज कठायत। आज हामी उहाँसँग कुरा गर्दैछौँ योगी नरहरिनाथजीको विषयमा। राष्ट्रगुरु योगी नरहरिनाथजीको जीवनीको विषयमा हामी उहाँसँग कोट्याउनेछौँ। कति थाहा छ हामी उहाँको विषयमा आज हामी चर्चा गरौँ। राजेन्द्र कठायतज्यू, हजुरलाई केदार चन्द्र टिभीमा स्वागत छ। नमस्कार। यहाँलाई एकदम यो लोकप्रिय केदार चन्द्र टिभीमा टिभीबाट पाल्नुभएका यहाँ ज्योतिष पण्डितज्यूलाई एकदम आभार व्यक्त गर्दछु, किनभने मलाई सम्झेर आउनुभयो। यसमा चाहिँ अब मलाई पनि एकदमै खुसी लागेको छ। अब यहाँले स्वागत भन्नुभयो, मैले स्वागत गर्नुपर्ने हो, किनभनेदेखि अब यहाँहरू आउनुभएको हुनाले मैले स्वागत छ। अवश्य, धन्यवाद। र राजेन्द्र राज कठायतज्यू, हजुर योगी नरहरिनाथ ट्रस्टको उपाध्यक्ष हुनुहुन्छ। कहिलेदेखि यो संस्था गठन भयो? त्यो यो संस्था 2056 सालदेखि नै संस्था गठन भएको। योगीजीसँग हजुरको प्रत्यक्ष चिन्जान कहिलेदेखि? 2048 सालमा देवघाट जाँदै थिएँ। देवघाट जाँदाखेरि बाटामा चाहिँ नि त्यहाँ चाहिँ बागेश्वरी धाम गर्छ। बागेश्वरी धाम देवघाट जाँदाखेरि झट्टा दाहिनेपट्टि त्यहाँ यसो हेर्दाखेरि के देख्यो भने त्यहाँ चाहिँ कुनै सन्तको त्यहाँ चाहिँ बास भएको देखेँ। अनिखेरि त्यहाँ टक्का पनि छ जसलाई त्यहाँ गएँ। त्यो समय गएको थियो बेलुकाको 4 बजीतिर। अनि गएँ, यसो गरेर उहाँ चाहिँ यस्तो गरेर बसिराख्नु भएको रहेछ। त्यहाँबाट गएर एकछिनसँग उभिएर म चाहिँ उहाँलाई नमस्कार गरेर बसेँ। बसेर उहाँले एकछिन बसी आँखा यसो खोल्नुभयो। त्यहाँबाट मैले उहाँलाई यसरी गरेर नमस्कार गरेपछि त्यहाँखेरि उहाँलाई नमस्कार गरिसकेपछि त्यहाँखेरि उहाँले भन्नुभयो उहाँले चाहिँ स्वागत गर्नुभयो। त्यहाँखेरि आसन गिर्नता भनेर भन्नुभयो। संस्कृतबाट बोल्नुहुन्छ, संस्कृतभरि प्रायः बोल्नु। अनि कहाँबाट आउनुभयो, कहाँ जाँदै हुनुहुन्छ, के थर थाला के हो र तपाईँको के गर्दै हुनुहुन्छ भन्ने कुराको उहाँले पनि मलाई सब विस्तारहरू गर्नु। अनि मैले सबै बताएँ। म किसानको छोरो हुँ। म चाहिँ सानो सानो चाहिँ सर्भिस गर्छु, सर्भिस गरिरहेको छु, नोकरी गर्छु। र यहाँ मेरो चाहिँ हजुरआमा हुनुहुन्छ देवघाट, उहाँलाई भेट्ने भएर आएको। अनि हजुरको दर्शन पनि पाएँ मैले यहाँ, र म यहाँ अडेको भन्ने कुरा भयो। भएपछि अब उहाँले त मलाई छोड्नु भएन। अनिखेरि त्यतै आधी घन्टा त्यति बेरदेखि नि हजुरको चाहिँ निकटस्थ सम्बन्ध भयो उहाँसँग? त्यही भयो, घनिष्ठता निकटता भएको। त्योभन्दा पहिले चाहिँ मैले सुनेको, बहुत सुनेको उहाँको बारेमा। तर अब यो व्यस्तताले गर्दाखेरि यो जीवन चाहिँ कस्तो हुन्छ भने हाम्रो चाहिँ जुन व्यवहारिक जीवन घरेसीको कारण अनेक हुन्छन्। व्यवहारमा के हुन्छ त्यसैले त्यसमा उहाँसित जान पाइनँ। त्योभन्दा अगाडि मेरो माइलो बुवा प्रेम कठायत हुनुहुन्थ्यो। उहाँको पछि लागेर हिँड्नुहुन्थ्यो। कोटिङमा पनि लानुहुन्थ्यो। उहाँलाई त्यहाँ योगीजीको हुनुहुन्छ, यस्तो हुनुहुन्छ भनेर। अनिखेरि उहाँले चाहिँ 129 ठाउँमा चाहिँ कोटी होमको आयोजना गर्नु। 129 ठाउँमा कोटी होम लगाउनु हो उहाँले? कोटी होम लगाउनु। त्यहाँ कोटी होम लगाउनुमा जस्तो विद्वान त अहिले त्यसरी कोटी होम लगाउने विद्वान त अहिलेसम्म नेपालमा जन्मेको छैन।
र गर्न पनि सक्दैनन् छैन होला नि। तर उहाँले चाहिँ जे पनि जीवनहरूलाई चाहिँ के गर्नुपर्छ भने जीवन सरलीकृत हुनुपर्छ। जहाँ पनि खान सक्नु पऱ्यो, जहाँ पनि बस्न सक्नु पऱ्यो। त्यहाँ चाहिँ सबैजना जीवन्त हुन्छ। पृथ्वीमा हिँड्दाखेरि सबै कुरा जीवन पनि छ, जगत पनि छ, त्यसलाई बुझ्ने कोसिस गर्नुपर्छ। र यो चाहिँ कोटो भने चाहिँ हतपति लाउन सक्दैन। यो सबै जन्म चाहिन्छ, सबै भौत भावहरू चाहिन्छ। त्यसैले अब उहाँ चाहिँ बारम्बार भन्नुहुन्थ्यो। अनि मलाई एउटा रेजिस्टर दिनुभयो, तपाईँ इच्छा लागेको कुराहरू लेख्नुहोस्। 2048 सालमा त्यो कुरा गर्दाखेरि इच्छा लागेको कुराहरू लेख्नुहोस् भनेको के? अब इच्छा लागेर आफ्नो राष्ट्र गौरव कस्तो बनाउँछ, राष्ट्रको गौरव कसरी बनाउँछ, राष्ट्रमा बस्ने चाहिँ मान्छेहरू, आफ्नो देशमा बस्ने मान्छेहरू के हुने भन्ने विचार चाहिँ क्वेसन दिनुभएको थियो भने त्यहाँ भुहारी मैले भुहारेर त्यहाँबाट रजिस्टरमा लेख्दा बेलुका 9:30 9:30 त्यो बेलासम्म म कहीँ पनि उठा पनि थिएँ। उठेर त्यहाँ मलाई लौसँग जानु त्यहाँ मैले किताब राखेँ, नमस्कार गरेर म लौसँग गएर आएको, पुलिससँग गरेर आएको त्यहाँ बसेको थिएँ। बसेपछि त्यहाँ 10-15 लाख 10 भएको थियो होला त्यो बेला। अन्त होइन लेख्नु तपाईँ लेखौँला, तपाईँ भोजनमा जानुहोस् भन्नु। भोजनमा जाने अनि त्यहाँ चाहिँ माताजीहरू हुनुहुन्छ। त्यहाँ चाहिँ खाना चाहिँ कस्तो हुन्छ भने हाम्रो साधारण खाना हुन्छ। नुन चर्बुरे छ भने खाने पानी राख्ने, तातो छ भने खाने पानी राख्ने, नुन कम भयो भने नुन थप्ने। त्यसमा अब्जेक्सन गर्न हुँदैन, कसैलाई पनि अब्जेक्सन लाउनु हुँदैन भन्नु। अब योगीजीको विषयमा अलिकति चर्चा गरौँ। उहाँको स्वभाव चाहिँ बहुत सरल थियो, बहुत सरल थियो। उहाँको चाहिँ हृदय बहुत चाहिने एकदमै प्रफुल्लित भइरहने जुन बेला पनि। उहाँको योगमा पनि धेरै नै उहाँसित चाहिँ उहाँको रिसाएको थाहा छैन हजुरलाई? मैले रिसाएको थाहा पाएँ, एकपल्ट अलिअलि थाहा पाएँ मैले। के भयो भने एकजना स्वयं परे मान्छे आएको थियो यहाँ मृगस्थलीमा। स्वयं भने घाउ पाके रहेछ। अनि योगीजीलाई के गर्ने होला गुरु महाराज भनेर सोद्धाखेरि अनि त्यहाँ चाहिँ नि अनि एकजना गोठाला हुनुहुन्थ्यो। उहाँको नाउँ चाहिँ नि शिव अवतारी लामा। उहाँले चाहिँ चन्द्रमा एउटा धारण गरे हुनुहुन्थ्यो, बढैमा फेटाकुठे हुनुहुन्थ्यो। अनि गाईको गोठालो बस्नुहुन्थ्यो। यो शिव अवतारी लामालाई खोज्नु भएर मलाई आदेश दिनु। अनि उहाँ खोज्न गएपछि आउँदै अनिखेरि उहाँले लिएर अनि किन बोलाएको चाहिँ जोगीले भन्दै उहाँले भन्नुभयो होइन। त्यस्तो बोल्ने त्यस्तो शिव अवतारी लामा, त्यो शिव अवतारी लामाको बोली चाहिँ त्यस्तो त्यस्तो थियो। किन बोलाएको थियो जोगीले भनेर भने आयो। आएपछि त्यो सञ्जीवनी बुटी कुटेर त्यहाँ औषधि सफा गरेर घाउमा सफा गरिदिइहाल्यो। पठाए त आफू पनि हेर्दै थिएँ। त्यो शिव अवतार लामाले तँमै बसिरहेको भनेर पनि के ल्याएर टाडु लाएर कुटेर ठाडु लाएर अनिखेरि त्यो घाउ सफा गरिदिनु भयो। र त्यहाँ अनिखेरि त्यो औषधि राखेर त्यहाँ अनिखेरि यो बाँधेर ल अब 7 दिन आउनु भने त्यही गर्यो शिव अवतार। अनि गरे हो भनेर भने कहिले पनि गर्नुभयो खाइबस्यो गइबस्यो भन्ने कुरा थिएन। बोल्दाखेरि सरल एकदम सरल। त्यो हजुर आइबक्सोस् गइबक्सोस् भन्ने खालका शब्द उहाँको हिस्ट्री पनि नै। अनि उहाँसँग आयुर्वेदमा पनि धेरै दखल थियो अरे भन्ने कुरो पनि सुन्यो। र उहाँलाई चाहिँ के छ भने नि असाध्यै भोक लाग्यो भने एउटा के को पात टिपेर खाएपछि दिनभरि एकदम तृप्त हुने भन्ने पनि सुनेको थिएँ मैले। के हो यो कुरा, के थाहा छ हजुरलाई? जस्तै हाम्रो विश्वमित्रको बोलाएर ऊ भन्ने थियो नि हाम्रो राम्रो लक्ष्मणलाई जनकपुर जान्थ्यो भनेर त्यस्तै होला। किन उहाँको त्यो भोक नलाग्ने पनि हिँड्दा थकै नलाग्ने सबै उहाँसित मन्त्र पनि थियो। उहाँ चाहिँ त्यसको चाहिँ यो बुटी पनि थियो, जीवन बुटीहरू पनि थियो। अनिखेरि किन खानु पऱ्यो भन्ने, अनिखेरि किन खानु पऱ्यो धेरै खाएर के हुन्छ भने जुनसुकै गरेर। अनि बिहान उठ्दाखेरि अब म एउटा अलिकति पछाडि अलिकति चाहिँ यो चाहिँ 51 सालको कुरा हो। म यहाँ मृगस्थलीमा गएँ, उहाँको बास थियो नि त। यहाँ मृगस्थलीमा सिद्ध आश्रम भनेर उहाँले चाहिँ आफूले त्यहाँ ध्यान गराउने हरेक कुरो गर्ने गर्नुहुन्थ्यो। त्यो मृगस्थलीमा चाहिँ कहिलेदेखि आएर बस्नु थाल्नुभयो उहाँ? त्योभन्दा पहिले कहाँ बस्नुहुन्थ्यो? त्योभन्दा पहिला चाहिँ मलाई त्यति ऊ चाहिँ भएन। उहाँ भारतमै बस्नुभयो, विद्या अलङ्कार गर्नुभयो, स्नातक गर्नुभयो उताबाट। र त्यहाँ फेरि उहाँलाई चाहिँ के भने अति प्रतिभाशाली हुनुहुन्थ्यो, भारतबाट असाध्यै मान्थे। उहाँले चाहिँ अब अलि लामै छ, उहाँले चाहिँ युनिभर्सिटी पनि खोल्नुभएको थियो, विश्वविद्यालय खोल्नुभएको थियो। विश्वविद्यालय खोल्दाखेरि हाम्रो त्यो बेला बेडी माधवजीहरू र अन्य चाहिँ विद्वानहरू पनि त्यहाँ राखेर त्यहाँ अनिखेरि उहाँले पहिला चाहिँ रजिस्ट्रार पहिला चाहिँ के गराएर सबै कुरा गराएर आउनुहुन्थ्यो। अब अनि म 6 महिनामा म चाहिँ अलिदिन आर्थिक कलेक्सन गरेर आउँछु, जम्मा गरेर आउँछु, यताउति दानहरू लिएर आउँछु, पढाउँदै गरेर आउँछु। अब 6 महिना जानुभयो र 6 महिना नजाँदाखेरि त्यहाँ चाहिँ नौकरी कर्मचारीहरू सबैजना के अरे
सबैजना हिँडेपछि अनि त्यो दिनजना बाँगेर चाहिँ ल विद्यार्थी नि भएन गर्नु भएन भने चाहिँ उहाँ विरक्तिएर यहाँबाट आउँदाखेरि उहाँले त्यस पछाडि गर्नुभएको कुरा त उहाँ त्यो किताबमा छ धेरै लामो होला यो कुरा गर्दाखेरि। अनि मैले प्रसङ्ग बदलेँ, जस्तै योगी नरेन्द्रनाथ ट्रस्ट गठन गर्नुको तात्पर्य के, किन गठन गर्नुभयो हजुरहरूले, के भाव उत्पन्न भयो त्यो योगी नरेन्द्रनाथजीको चाहिँ ट्रस्ट नै बनाउनु पर्ने कारण के? यस्तो यस्तो सन्त जुन हो यो विश्वमा नभएको सन्त, विश्वमा यस्तो चाहिँ सन्त छँदै छैन। किनभने उहाँ 5वटा चाहिँ भाषामा चाहिँ अति विज्ञता हुनुहुन्थ्यो। त्यसैले उहाँको उसमा चाहिँ हामीले त्यो ट्रस्ट खोल्न पाउन मैले त म त त्यो बेला ट्रस्ट स्थापना गर्दाखेरि म थिइनँ, शङ्कर पौडेलजी हुनुहुन्थ्यो, उहाँले खोल्नु भएको। म पछि मैले चाहिँ त्यहाँको सल्लाहकार, त्यसको चाहिँ यो सञ्चार सचिव यस्तैहरू हुँदै हुँदै आएर म अहिले उपाध्यक्ष चयन भएको छु, म निर्वाचित भएको। त्यसैले अब त्यति साह्रो चाहिँ त्यो संस्थाको बारेमा चाहिँ छन् अहिले ब्रोसर बनाइदिरहेको छु मैले, त्यो उहाँले गभर्मेन्ट दिइरहनुपर्छ, त्यसको बारेमा यहाँलाई अझ दिनेछु। तर यो चाहिँ किन सन्तको बारेमा देशको लागि जुन हो योगदान दिने, जुन हो जनता भनेको हामी हौँ प्रजा, प्रजा प्रजा हो हामी, प्रजा भनेको प्रकृति जा भने जन्मेको सबै यो हाम्रो चाहिँ मान्छे मात्रै होइन, यो वनस्पति यो जीव जन्तु सबै भएर जति पृथ्वी भएका जति सबै जन्मिनलाई जा जा। अनि त्यसैले सबैलाई कल्याण हुनुपर्छ, सबैले विद्या पाउनुपर्छ, समान विद्या पाउनुपर्छ। यसले चाहिँ सरकारले चाहिँ यसमा व्यापारीहरूलाई चाहिँ शिक्षा सञ्चालन गर्ने नहुन्न, सबैलाई शिक्षा चाहिन्छ, सबैलाई दीक्षा चाहिन्छ, सबैलाई मन्त्र छ, सबैलाई छ। जम्मा हाम्रो चाहिँ 4 जातको विभाजित गरे तापनि यी 4 जातहरू सबैले पहिला चाहिँ मुसलमानले चाहिँ हिन्दुस्तानमा राज्य गर्नुभन्दा पहिला सबैले जनै धारण गरेका थिए, सबैसित गायत्री मन्त्र थियो र त्यहाँ सबैलाई अधिकार थियो। महिलालाई त झन् मातृ, उहाँले चाहिँ मातृगण, उहाँले चाहिँ दुर्गा दल भन्नुहुन्थ्यो, मातृहरूले पनि गायत्री जप्नुपर्छ भनेर उहाँले कोटीहरू स्थलहरूमा मातृहरूलाई पनि गायत्री जप्न दिनुहुन्थ्यो। अनि त्यसैले गर्दाखेरि त्यो चाहिँ त्यस्तो प्रतिभाशाली जुन हो उहाँले चाहिँ उत्तर दक्षिण उत्तर र त्यहाँखेरि पूर्व सबै नेपालको सबै दर्शन देश दर्शन भन्ने किताब छ। उहाँसित असङ्ख्य 573वटा चाहिँ बयान गरेर, तर मैले भेटाएको चाहिँ अहिलेसम्म त्यस्तै 60-70वटा किताब फेला पारेको छु। 60-70वटा किताब उहाँले लेखेका होइन, 574वटा किताब, 574वटा किताब चाहिँ उहाँले शोध गरेका लेखेका। त्यसो भए सबभन्दा ठुलो त्यसमा लेख चाहिँ सबभन्दा राम्रो लेख चाहिँ त्यसै राष्ट्रगुरु त किन भन्न पाइन्छ? किन भन्न पाइन्छ? राष्ट्रगुरु मात्र होइन, उहाँलाई अन्तर्राष्ट्रिय गुरु भने। म किन न्युजिल्यान्ड तपाईँको यसमा अस्ट्रेलिया जाँदाखेरि उहाँले स्थापना गर्नुभएको शिव मन्दिरहरू मैले अवलोकन गरेँ भने कसरी राष्ट्रगुरु मात्र हुन्छ, अन्तर्राष्ट्रिय गुरु भन्नु पर्ने। तर राज्यले चाहिँ राष्ट्रगुरु भन्नु भने त्यही पनि त्यति भए पनि ल ठिकै छ, यो हाम्रो यस्तो राज्यमा यो पनि राष्ट्रगुरु हुनुभएको। उहाँदेखि एकदम श्रद्धेय गुरुदेखि भाव जहिले पनि भाव प्रकट गर्दै म उहाँलाई नमन गर्दछु। तर उहाँको जस्तो प्रतिभा कसैलाई पनि छैन, कहीँ देख्नु सक्छ, कोही पनि छैन। समादरणीय दर्शक महानुभावहरू, योगी नरेन्द्रनाथ राष्ट्रगुरु, तर मैले गुरुको रूपमा हाम्रो राजेन्द्र राज कठायतलाई पनि मैले गुरुको रूपमा मानेको छु। किन भन्नु होला भने अहिले हरेक व्यक्तिको घरमा पूजा कोठा छ, राख्छन्। तर पूजा कोठा कहाँ राख्छन् भने बचेको भाग कहाँ हो भने सबै कोठा सबैलाई, कसैलाई छोरालाई, कसैलाई आमालाई, कसैलाई बाउलाई, कसैलाई छोरीलाई, सबैलाई एक एक कोठा भाग आइहाल्यो। एउटा बैठक कोठा बनाउनु परेको, एउटा किचन बनाउनु परेको, कोठा त बाँकी रहँदैन। अनि पूजा कोठा चाहिँ माथि भर्याङमा लगेर राखेको हुन्छ अहिले अधिकांश मान्छेहरूले। भगवान्लाई राख्ने ठाउँ चाहिँ भर्याङको कुनो, अनि त्यहाँ स्टोर पनि बनाएको हुन्छ। तर मैले उहाँको घरमा, उहाँको निवासमा आएर हेरेँ, पूजा कोठो अलग्गै छ। अनि अर्को कुरा चाहिँ साधु सन्त बस्ने कोठो उहाँको घरमा छुट्टै छ। अहिले भाडा लाग्यो भने 6-7 हजार रुपियाँ लाग्ला। तर त्यो कोठामा टिभी राखिदिनु भएको छ, लो बेड राखिदिनु भएको छ, ठुलो पलङ राखिदिनु भएको छ, जगमा पानी छ, होइन? साधु सन्तहरू आएर बस्ने र शयन गर्ने ठाउँ उहाँले छुट्टै बनाइदिनु भएको छ। त्यो कसैले पनि बनाउन सक्दैन र बनाएको छैन जस्तो लाग्छ व्यक्तिगत निवासमा। र यस्तो व्यक्तित्व हुनुहुन्छ, साधु सन्त र आफै पनि सन्त हुनुहुन्छ, आफै पनि ज्ञानी हुनुहुन्छ, आफै पनि उहाँ वैष्णव सम्प्रदायमा प्रविष्ट हुनुहुन्छ। र उहाँसँग आज हामी वैष्णव धर्मको विषयमा पनि कुरा गरौँ। अनि राजेन्द्र कठायतज्यू, हजुर त वैष्णव सम्प्रदायमा पनि प्रविष्ट गर्नुभयो। के हो यो वैष्णव सम्प्रदाय, किन प्रविष्ट गर्नुभयो, किन हजुर त शिवभक्त मान्छे किन यहाँ प्रविष्ट गर्नुभयो, यस विषयमा चर्चा गरौँ न अलिकति। साह्रै राम्रो प्रश्न गरेको छ यहाँले। किनभनेदेखि हामी सबै
शिव धर्म माने पनि विष्णु धर्म माने सबैजना वैष्णव होइन किनभने हामी शालिग्राम पुज्छौँ शालिग्राम विश्वमा कहीँ पनि नपाइने अति बहुमूल्य मात्रै नभनौँ बहुत प्रख्यात प्राप्त भएको विश्वबाट पनि प्रमाणित भएको कुरा नेपालभन्दा बाहेक अन्त पाइँदैन जुन ती चाहिँ हुन्छन् हाम्रो दामोदर कुण्डबाट र हाम्रो चाहिँ यहाँ मुक्तिनाथबाट आएको ढुङ्गामा त्यो चाहिँ जुन मिसिन्छन् माथि दामोदर कुण्डबाटै सुरु हुन्छ शालिग्राम पाउनलाई त्यसैले यहाँ चाहिँ किनभने भगवान् त्यो चाहिँ रूप चाहिँ भगवान् विष्णुको रूप हो शालिग्राम किनभने त्यो चाहिँ नि म शालिग्राममा डुबेरै बस्छु नि म किनभने भनेर चाहिँ उहाँले चाहिँ जुन त्यो वृन्दाबाट चाहिँ हामीले कथा लौकिक कथा सुनेका छन् वृन्दाले चाहिँ श्राप पाए त्यो ढुङ्गा हुनु पऱ्यो भने शालिग्राम हुनु पऱ्यो जतै रुख हुनु पऱ्यो भने पिपल हुनु पऱ्यो झार हुनु पऱ्यो भने दुबो हुनु पऱ्यो होइन जतै कुश हुनु पऱ्यो भन्ने चाहिँ हाम्रो चाहिँ आख्यान छ त्यो सबैजनाले त्यो बुझेका छन् त्यसैले म ठिकै छ तिम्रो गर्भाशयमै बस्छु म उहाँ चाहिँ शालिग्राम चाहिँ त्यहाँ बसेको भएको हुनाले उहाँलाई चाहिँ शालिग्राम टिपेर घरमा ल्याएर हामीले चाहिँ प्राण प्रतिष्ठा गर्नु पर्दैन सो चाहिँ हामीले पूजा गर्न थाल्यौँ शालिग्रामलाई प्राण प्रतिष्ठा गरिरहनु पर्दैन डाइरेक्ट ल्याएर हामीले चाहिँ पूजाको ठाउँमा लिएर आएर त्यो विभिन्न किसिमको शालिग्राम त्यहाँभित्र चाहिँ कोही गणेशको रूप भएको हुन्छन् कोही के का रूप हुन्छन् फुटाएर त हामी फुटाएर हेर्दैनौँ हामी चाहिँ पूजा गर्ने कुराले किन फुटाउँछ त्यहाँ भगवान् छन् त्यो 5 आयनको रूप पनि शालिग्राम गणेश सूर्य देवी विष्णु शिवकै स्वरूप हो त्यही पाइन्छन् भनेपछि हामी त्यो मानेका छौँ भनेदेखि अनिखेरि अब विष्णुको हृदयमा शिव हुनुहुन्छ शिवको हृदयमा विष्णु हुनुहुन्छ अनिखेरि भगवान् विष्णु नै प्रथम वैष्णव हुनुहुन्छ भगवान् विष्णु के अरे महादेव भगवान शिव नै प्रथम वैष्णव भइसक्छ प्रथम वैष्णव त्यहाँबाट होइन वैष्णव मानव यथासम्भव भनिन्छ नि भगवान् शिव नै भोलेनाथ नै वैष्णव प्रथम वैष्णव उहाँले वैष्णव धर्म कोसित लिनु हो भन्ने कुरा त्यो गुरुको कुरा उहाँसित गरेर साध्य हुँदैन मैले सुनेको चाहिँ भगवान् रामसँग सुनेको चाहिँ त्यो रामका गुरु शिव शिवका गुरु राम अनि त्यहाँबाट मातालाई चाहिँ के भन्नु वामदेव ऋषि कहाँ गएर तिमीले यो वैष्णव धर्मको उहाँलाई गुरु चाहिँ थापना गरेर गुरु मानेर त्यहाँबाट वैष्णव धर्म लिएर भने भगवती पार्वतीले पनि त्यसबाट प्राप्त भएको छ वैष्णव त्यहाँबाट वैष्णव भनेको के भन्दा यो अति उ छ त्यसमा नि वैष्णवको हरेक सम्प्रदाय होला नि त्यहाँभित्र नि सम्प्रदाय कुरा गर्दाखेरि किनभने हामीहरू हिमाल छन् हिमालबाट चाहिँ झरझर गर्ने नदीहरू कोही ठुला छन् कोही सानो छन् कोही मसिना तिलको दाना बगाउने छ धर्म पनि त्यही हो कसलाई जसलाई मन परेको छ त्यही अनुसारको गर्छन् र त्यो चाहिँ भोलि गएर त्यो धर्म पनि के हुन्छ त्यो सबभन्दा सुपर पावर इङ्ग्लिसमा भन्दाखेरि सबभन्दा तत्त्व एउटै हो कि भगवान् गएर त्यसमा मिल्ने जति समुद्र गएर यो सानो नदीहरू पनि गएर चाहिँ ठुलो समुद्रमा गएर मिल्छन् त्यस्तै हामी पनि मिल्ने अब अरू धर्मको पनि नराम्रो कुरा गर्नु खोजेको होइन यसमा वैष्णव धर्म चाहिँ के छ भने सफा सुग्घर हुने गुरु परम्परालाई अँगालेको गुरु बिना नहोइ ज्ञान गुरु चाहियो गुरुको चाहिँ पाइन्छ त भन्दाखेरि मैले धेरैजनालाई गुरु बनिदिनु पऱ्यो भने मैले सोधेँ अनि गुरु चाहिँ किन कोही चाहिँ अलिकता गुरुको मैले उहाँ गुरुहरू नगरेँ कोही चाहिँ अलिक थोरै नङ पनि नकाटेको अनि यो केही पनि नगरे अलिक नित्य स्नान नगर्ने अब स्नानको बारेमा हामीले बयान गरेका छौँ त्यो मध्येमा एउटा भस्म स्नान चाहिँ गर्नुहुन्छ गर्नु नि त अहिले त्यो उहाँले त्यो कपडा खोलेर गरेको देखिनँ त्यो देखिनँ अब मलाई चाहिँ इच्छा लागेन उहाँहरूबाट कुनै पनि अरू मन गर्यो अब गुरुको विषयमा चर्चा गरौँ गुरु कस्तो हुनुपर्छ र कस्ता गुरु मान्नुपर्छ हामीले कसरी चिन्ने हामीले गुरु कसरी चिन्ने सबभन्दा पहिले अब गुरु चिन्ने भने एउटा छ सानो एउटा चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ लोकमा आधारित एउटा चाहिँ छ गुरु ज्ञान दिनुहुन्छ ज्ञानी गुरु रोज गर्नुपर्छ कर्म आफै नबुझेमा भित्र खोज एउटा आत्मा पनि एउटा गुरु हो मसित भएको आत्मा पनि मेरो गुरु तर के छ भने हाम्रो चाहिँ बाहिरी जग्गा त हामी बाँच्छौँ तेरो गुरु चाहिँ को हो स्कुलिङ कहाँबाट भयो तेरो को हो तेरो गुरु भन्ने कुराहरू आउने भएको हुनाले आत्मालाई मात्रै होइन अर्को पनि आत्मासित आत्मालाई पनि मैले गुरु मान्नुपर्ने भएकोलाई मैले गुरु माने प्रथम गुरु चाहिँ मेरो गायत्री गुरु हुनुभयो द्वितीय गुरु चाहिँ मेरो चाहिँ योगी नारायणनाथ हुनुभयो त्यहाँ तृतीय शङ्कराचार्य निशिलानन्द सरस्वती पनि हो होइन अनि हाम्रो चतुर्थ गुरु शान्तिधाम निवासी पीठाधीश्वर चतुर्भुजाचार्य जो होइसिन्छ उहाँकै उहाँको जुन त्यो राम्रो उहाँको आचरण देख्दाखेरि म पनि उहाँको गुरुलाई चाहिँ मैले चाहिँ गुरु बनाउनु पाएँ हुन्थ्यो भन्ने मेरो अवधारणा रह्यो त्यसैले अनिखेरि मैले चाहिँ मेरो मनले भन्यो त्यहाँबाट मैले उहाँलाई भने 12 वर्ष अगाडिदेखि उहाँलाई म चाहिँ प्रत्यक्ष हामी चाहिँ साउजी सेवामा छौँ शान्तिधाम बनाउनु थालेदेखि नै म पनि त्यहीँ गएर नि अब मैले सकेँ मैले पनि योगदान गरेको भगवान् कृपाले
अहिले समाजमा ब्राह्मणका छोराहरू पनि मांस मदिरामा लट्ठ भएर बसिरहेका हुन्छन्। गायत्री छैन, तिलक छैन, शिखा छैन, होइन? त्यस्तो समाजमा देखिएको अवस्थामा हजुर त क्षत्रियको छोरो नि, हजुरलाई यस्तो त्रिपुण्ड धारण गर्ने प्रेरणा कसरी भित्रबाट जागृत भयो? कहिलेबाट हो? यो कुन उमेरदेखि हजुरलाई यो भाव जागृत भयो? अर्को कुरा, हजुरले घरमा जुन गुरुलाई शयन गर्ने एउटा कोठा छुट्टै राखिदिनु भएको छ, यो किन यसरी राखेको? के कारणले? त्यो भाडा लगाएको भए नि पैसा आउँथ्यो नि त। त्यो विषयमा हामी चर्चा गरौँ न। होइन, पैसा भन्यो भाडा लाएर पैसा लिने भने त्यो भौतिक जीवनलाई सुधार्न, के अरे फुलफिलमेन्ट गर्नको लागि हो, त्यो चाहिँ पूर्ति गर्नको लागि हो। त्यो आवश्यक भएन। गुरु चाहियो। किन गुरु चाहियो भने गुरु नभइकन ज्ञान प्राप्त गर्यो। किन छुट्याएको त्यो कोठा चाहिँ? होइन, गुरुको लागि छुट्याएको। गुरुकै लागि छुट्याएको। गुरुले आइसकेन, अरू कोही पनि प्रवेश गर्न पाइँदैन। खासै पाइँदैन। गुरुको लागि मात्रै। गुरुको लागि। किन गुरु आरती शयन गरिसिन्छ। अस्ति आइबस्यो, त्यहाँदेखि मेरो पहिलो कोठा थियो, दोस्रो घर त भगवान् भटमा बस्छु म भने टक्क लाएर त्यहाँ ध्यान भयो, होइन? त्यसो आचार्यहरूको प्रवेश हुनु, गुरुहरूको प्रवेश हुनु भने यो त एकदम हिजोको राखेकै होला मेरो, होइन? हजुरको घरमा त प्रवेश गर्ने बित्तिकै त पोजिटिभ भाइब्रेसन आउँछ है, पोजिटिभ भाइ आउँछ। त्यहाँ माथि अतिथि देवो भव भन्ने हिसाबले हरेक व्यक्तिलाई चाहिँ हजुरले फुलले नै पूजा गर्नुहुन्छ। यहाँ किन यसरी पूजा गरेको? मान्छेलाई किन पूजा गरेको? यो मान्छे त त्यहाँ हृदय छ, हृदयवासी त्यहाँ भगवान् बस्नुभएको छ। पञ्चरान्ते अदै विश्वतु मानस राज हुन्छ, प्राण समय पाथ के अरे बाथ पित्त कण्ठ बरोदन गुरु विकति भन्नु नि त हामी, होइन? संस्कृतिमा छ। अब अरू देशको देवता भएपछि म त कम जान्दछु, होइन? अब एकजनाले भन्नु पिञ्जरान्ते भन्नु, पिञ्जरामा भएका कुरा भन्नु। पञ्चरान्ति भन्नु, भौतिक शरीरले बनेको शरीरभित्र हजुर भगवान् पनि होइसिन्छ भन्न खोजी अब त्यो, होइन? त्यसैले अब त्यसले चाहिँ परिभाषित गर्दाखेरि चाहिँ भाषा भनेको गो भन्दाखेरि चाहिँ मैले पढेअनुसार बयान एउटा फेला पारेको थिएँ हिजो हाम्रो चाहिँ पूर्व कुलपति। अनि हजुर चाहिँ पशुपतिमा जुन गाई बाछा संरक्षण समितिमा पनि हजुर त्यसमा कुन पदमा हुनुहुन्छ अरे? म त त्यहाँको चाहिँ अब प्रमुख सल्लाहकार भएर राखेको छ स्थापनाकालमा। के छ त्यो? त्यसमा चाहिँ हजुरले कस्तो प्रकारको सेवा गरिरहनु भएको छ अहिलेसम्म? त्यसमा चाहिँ के गरेका छौँ भनेदेखि पहिला स्थापना गऱ्यौँ मेरै आचार्य श्री सान्निधान निवासी त्यहाँको पीठाधीश्वर चतुर्भुजाचार्यज्यूबाट त्यहाँको संरक्षणको गर्न गऱ्यो। त्यो गाई पशुपतिको गाई बाछा संरक्षणमा चाहिँ हजुरहरूकै योगदान छ है? योगदान छ भन्दा नि कुनै मान्छेले त्यसमा उठान गरे त्यसमा हामीले चाहिँ सहयोग गऱ्यौँ। त्यसमा पूर्ण भन्न मिल्दैन, किनभने त्यो चुनाउ पहिला चाहिँ जसको हृदयमा आयो त्यो हाम्रो चाहिँ एकजना चाहिँ रामबहादुर नेउपाने गुहेश्वरीबाट उम्लाएर आइरहेका छन्। यता गोरखनाथपट्टि आउँदाखेरि एउटा गाई चाहिँ खुट्टा अड्केर चाहिँ त्यो चाहिँ खुट्टा चाहिँ निकाल्न छ, अनि एउटा बाछो चाहिँ हुँदो रहेछ, यताउति हिँड्दो रहेछ, होइन? त्यहाँबाट मान्छे गुहार्या थियो, कसैले गरिदिन्थ्यो भनेर ओहो यो त बाइक गाई जात्रा बहुत यहाँ गाई जात्रा भने यही रहेछ, गाईले यस्तो नराम्रो भयो भने त्यसलाई पनि हृदय पग्ले छ हाम्रो नेउपानेजीलाई। र त्यो गएर 2-4जना मान्छे गएर त्यो खुट्टा निकालेर गाईको गोडा निकालेर त्यहाँबाट त्यो माउ र बाछालाई त्यहाँ भेटाइदिएर त्यहाँबाट हिँड्नुभयो। त त्यतिले पुगेन उहाँलाई। ओहो हामीले दुध खान्छौँ, त्यहाँबाट घिउ चाहिन्छ, मही चाहिन्छ, दही चाहिन्छ, सबै कुरो चाहिन्छ। पञ्चामृत बनाउनुदेखि लिएर होम हाल्न सबै ठाउँमा चाहिँ गाईको दही नभई हुँदैन। गाईको संरक्षण त गर्न सकिएन। अब के गर्ने होला भन्ने सल्लाहमा मलाई अहिले गाईको दुध चाहिँ खाने तर बाछी पायो भने राख्ने, बाछोलाई चाहिँ लगेर सडकमा छोडिदिने मान्छेहरू धेरै छन्। त्यस्ता व्यक्तिलाई हजुर के भन्नुहुन्छ? यो अब व्यक्तिलाई त उनीहरू आफ्नो जीवन भन्नको लागि गऱ्यो होला नि, तर यो चाहिँ यसको निराकरण गर्ने सरकारले सर्वकार युति सरकारले जे पनि गर्न सक्छ त्यसलाई संरक्षण गर्नुपर्छ। यो ट्र्याक्टरको स्थानमा गोरु जोत्न पायो भने त्यो गोरुलाई त्यसरी हेला गर्दैन होला नि, होइन? ट्र्याक्टर लिएर आयो, दुनियाँ लिएर आयो, प्रविधिहरूले गर्दाखेरि त्यस्तो हुन गयो होला। अब मैले एकजना ठुलो सन्तलाई के मेरो आफ्नै आचार्यलाई सोधेँ मैले, म यता बसिदिनँ दुध र केरा ल्याएर, उहाँले चाहिँ आफैले केरा चाहिँ हातमा ल्याएर ठ्याक्का राखिदिन्छु, दुध अर्कोले ल्याएर दिएँ। अनि दुध र केरा खानु आज यता बसिदिनँ। गुरु कहाँ आएपछि आचार्य कहाँ आएपछि ल यो नखाइ हुँदैन भन्ने कुरो भयो, होइन? यो के छ यिनीहरूले चाहिँ के चाहिँ नि जन्माए गाईले प्रतिदिनको गाई बिहाको भने आज 17 दिन भयो। अनि के जन्मायो भनेपछि त्यहाँ चाहिँ नन्दी जन्मायो, नन्दीश्वर। यो नन्दीको व्यवस्था पनि के गरी हुन्छ जसमा अब यस्तो बिना त म सक्दिनँ होला। तपाईँले सोधेर रहनाले मेरो पनि यो एकदम
घोच्यो मेरो हृदयमा घोच्यो यसको बारेमा केही गरौँ त भन्ने हुनाले अनि यो संस्था यस्तो गर्नुभएको होइन अवश्य अवश्य त्यहाँबाट अनिखेरि त्यसैले अनिखेरि मैले त्यो दुध चाहिँ नि अब फाल्नु भएन भगवान्लाई चढिसकेको छ अनि मैले खाएँ दुध रोकेर खाएँ अनि हामीलाई पनि त्यसले चाहिँ के गर्यो भनेदेखि ओहो हाम्रो गाई त पाल्यौँ तर जीवन चाहिँ सुध्रिन्छ भनेर गाई पालेका तर होइन किनभने झन् जीवन चाहिँ नरकमा नरकमा गयो दुध खान्छौँ दुध खाए त्यसो भयो होला ओहो त्यो अपराधको भागीदार चाहिँ गाई पाल्ने मान्छे पनि हुन्छ होइन त त्यो त तपाईँको त्यो खाने पुर्याउने सबै त्यो 8 जना जतिले त्यो भागमा पर्छ त्यो भागमा पर्छन् राजेन्द्रनाथज्यू म हजुरको निवासमा आउँदाखेरि मैले एउटा के दृश्य देखेँ भने हजुरको छोरा कम्प्युटर इन्जिनियर हुनुहुँदो रहेछ डिजाइनर पनि हुनुहुँदो रहेछ उहाँले भान्सामा बसेर तरकारी केलाएको देखेँ तरकारी पखालेको देखेँ तरकारी काटेको देखेँ त्यो फोहोर सफा गरेको देखेँ अनि हजुरले लिएर आउनुभएको त्यो पञ्चामृत त्यो फलाहारहरू गरेको देखेँ त्यसले गर्दा त्यो परिवारमा एउटा आत्मीयता एउटा श्रद्धाभाव होइन आजकलको युवालाई यो कसरी पलायो कसरी बनाउनु हो हजुरले म त अचम्म लाग्छ यो आजकलको युवालाई चाहिँ हजुरको छोरा जस्तै बनाउनुको लागि के गर्नु पर्ला मैले अघि पनि सोधेको थिएँ हजुरलाई आजकलका युवाहरू त मांस मदिरामा लट्ठ छन् मदिरा नभइकन अहिले पार्टी भोज हुँदैन वर्तमानमा पनि अहिले चाहिँ मदिरा नभइकन चल्न छोड्यो मासु नभएको पनि भोज हुन्छ र भन्न थाले आजका युवाहरूले शिखा छैन सूत्र छैन गायत्री छैन आजका युवाहरूलाई सल्लाह दिँदा उनीहरूलाई सुधारमुख सल्लाह दिँदाखेरि के दिनुहुन्छ यो चाहिँ बाबु पहिलो घर पाठशाला पहिलो घर चाहिँ परिवार नै हो भने के गर्नुपर्छ बाबुआमाले सुधार गर्नुपर्छ कि देशले सुधार गर्नुपर्छ कि अथवा सुधारात्मक पक्षहरू के छ यो घरबाटै बाबुआमा नै हो बाबुआमा प्रथम गुरु चाहिँ पिता माता होइसिन्छ माता पिता त्यहाँ अनिखेरि उहाँबाट चाहिँ त्यो चाहिँ संस्कारमा लानुपर्छ आफ्नो संस्कार नबिगार्ने सबभन्दा पहिला आफू ठिक हुनु पर्यो सबभन्दा पहिले बाबुआमा आफू ठिक हुनु पर्यो आफू ठिक भएपछि त्यो आफै जान्छ त्यो आफ्नो संस्कारमा छोडेर आफै जान्छ त्यो नातिसम्म आइसक्यो संस्कार नातिले के भने म पूजा गर्दै थिएँ पिताजी बाबा के भन्ला आयो भन्दाखेरि ओहो यो जीव त यो जल से उत्पन्न हुँदैन म त हिन्दी पनि बोल्छु होता है मैले रिसर्च किया 6 वर्षको के भने जीव के जीव जल से उत्पन्न होता है जीव जल से उत्पन्न होता है हाँ हो रहा है हमने रिसर्च किया है रिसर्च किया म त जिल परेँ बाबा कहाँ आएर बसेको छ त्यो गुरु सोध्छ कति वर्षको 6 वर्षको त्यो संस्कार गइहाल्छ ऊ फेरि हरिद्वार बस्छ अहिले हरिद्वार पढिरहेको छ त्यसैले अब राम्रै छ सबैजनालाई राम्रो होस् हामीलाई मात्रै राम्रो घर हुँदैन यो घर टोल राष्ट्र सबै राम्रो हुनु पऱ्यो म मात्रै राम्रो घर हुँदैन सबैलाई राम्रो होस् भनेर म जहिले पनि कामना गर्दैछु म भगवान् श्रीहरिलाई यही भन्छु मेरो गुरुहरूलाई यही भन्छु भगवान् शिवलाई पनि म यही भन्छु ए शिव भगवान् ए माता पार्वती ए महालक्ष्मी ए सरस्वती सबैलाई ज्ञान दिएर चाहिँ पूर्ण गरिदिनुहोस्। अब हजुरले अघि एउटा भनिछु मद मदिराको कुरा गरिबस्छु अब मदिरा त यो आफै बनेको छ किनभने हामी चाहिँ 7औं समुद्र 6औं समुद्रको कुरा गर्छौँ काल्पनिक कुराहरू अथवा होला भएकै कुरा होला त्यसमा किन यो चाहिँ एउटा चाहिँ दारुमा किन नाम गरेर बारुनी नाम गरेको एउटा समुद्र पनि भइहाल्छ होइन त्यो किन भयो होला होइन अब त्यहाँनिर चाहिँ हजुरको अब उखुको रस भएको पनि समुद्र छ त्यहाँ घिर्त सागर छ सागर छ लवण सागर छ सबै गर्दाखेरि सागरै सागरले भरिया छ। अब त्यो चाहिँ खान नजानेपछि त्यस्ता भयो। अब जुन मांस आहारको बारेमा चाहिँ मलाई त्यति अध्ययन छ मांस आहारको बारेमा चाहिँ किनभने त्यो चाहिँ हिंस्रक जनावर होइन हामी त सोसियल एनिमल त हो हामी पनि सोसियल हो होइन सामाजिक प्राणी हो नि हामी सामाजिक प्राणी। अर्को कुरा के छ भने नि त्यही बाख्राको पाठो अस्ति हजुरले कुरा गर्नुभएको थियो हजुरसँग हेर्दाखेरि त्यही बाख्राको पाठो घरमा पाल्यो है मुनि भने आइज भने आउँछ है जा भने जान्छ खा भने खान्छ आफै कहिलेको त्यही ढाडमा आएर बस्छ होइन मास्तिर आउँछ आफ्नै बसेको सोफामा बस्छ खाटमा बस्छ त्यति मायालु हुन्छ अनि त्यही पाठोलाई काटेर खाने समाज पनि छ नि आज छैन र त्यो आहारको रूपमा लिएदिन होला। अब किनभने भोग लागेको मान्छेलाई हामीले चाहिँ किन खायो भनेर कहिले भन्दाखेरि झन् हामीलाई पाप लाग्छ त्यो भन्छ अनि जे पाउँछ त्यसले त्यही खान्छ। हुन त आहार निद्रा भए मैथुन सामान्य मेतद पशुभि समान त्यही
आहारा पनि चाहिन्छ, हामीलाई पनि चाहिन्छ, उसलाई पनि चाहिन्छ, निद्रा उसलाई पनि चाहिन्छ, हामीलाई पनि चाहिन्छ होइन, डर उसलाई पनि लाग्छ, हामीलाई पनि लाग्छ, रगत उसको शरीरमा नि रातो रगत बग्छ, हाम्रो शरीरमा नि रातो रगत बग्छ। मात्र ऊ एउटा बोल्न सक्दैन, लाटो प्राणी छ, हामी अलि बाटो प्राणी छौँ, बोल्न सक्छौँ। उसले एकहोरो मात्रै बोल्छ। कोही लाटो हो भन्दैमा काटेर खान मिल्छ भने त मेरो भाइ पनि त लाटो छ भनेर भन्दैमा मैले काटेर खान मिल्छ कि मिल्दैन? के भनाइ छ? त्यो मिली कुरै भएन नि। यो चाहिँ जीवन र जगत बुझ्ने भनेको गुरुको आवश्यक, गुरु चाहियो। अघि मैले हजुरलाई एउटा भनिसकेँ, हाम्रो लोकलहरीमा चाहिँ हाम्रो गुरु ज्ञान दिनुहुन्छ, ज्ञानी गुरु रोज गर्नुपर्छ, सबै कार्य आफै नबुझेमा भित्रभित्र खोज। पहिला त मनन गर्नु पर्यो, चिन्तन गर्नु पर्यो, पहिले आफै भित्र खोज्नु पर्यो, पहिले खोज्नु पर्यो के हो म किन जन्मी, यो चाहिँ जगतमा किन जन्मी। यो जीवन र जगत बुझ्ने भने त ठुलो दार्शनिकले पनि बुझ्न सकेका छैन होला, किनभने हामीले त बुझ्ने त्यत्रो भए पनि गुरुले चाहिँ बुझाइदिनुहुन्छ भन्ने कुरा भएको हुनाले हामीले सोचेर अनि गुरुहरूलाई हामीले चाहिँ छान्ने कोसिस गर्नु पर्यो। अब रह्यो कुरा, यो धरतीमा मलाई परमात्माले त्यसै त पठाएन होला, यो धरतीमा आएपछि जाने चाहिँ कहाँ होला, अन्तिममा त छोडेर जानै पर्छ। मैले अघि नै भनेको छु, मृत्यु शाश्वत छ, सत्य छ, यो संसारबाट एक दिन छोडेर जानै पर्छ। राजा होस् या रङ्क होस् कि साधु होस् कि भिखारी होस्, जो भए पनि यो संसारबाट छोडेर जानुपर्छ। अनि लिएर जाने कुरा चाहिँ के होला, त्यो चाहिँ एकचोटि अलिकति हजुरसँग जानकारी लिउँ न। के चाहिँ लिएर जाने? चामल, एकको चामल लिएर जाने हो कि जम्मा दुईवटा कुरा लिएर आउँछ? जाने चाहिँ कहाँ हो मलाई पनि यो थाहा भएन। जब मेरो विचारमा चाहिँ आउँछ कि सबैले यही नै भनिरहेछन्, लोक खेती नै होला, लोकहरूले नै भने होलान्, अथवा हामीभन्दा पूर्वले पनि त्यही होलान्। बाबु मरेर जान्छ, जम्मा दुई थरी मात्रै लान्छ, एउटा धर्म लान्छौँ, एउटा पाप लान्छौँ। कर्म कस्तो गरेको छौँ, यो कर्म अनुसार तिम्रो आउँदो चाहिँ जन्ममा चाहिँ त्यही अनुसार तिम्रो बुद्धि चाहिँ आउनेछ। किनभने मैले हिजो जन्ममा के राखेको थिएँ त्यही गएको छ भने त्यो अर्को जन्म निश्चित छ, निश्चित छ, नजन्मिनु भने त कुरै छैन। कुन परिवारमा जन्मिने भन्ने चाहिँ आफू अहिले चयन गर्ने हो। चयन गर्नको लागि त आफूले कर्म राम्रो गर्ने, कर्म गरेपछि पक्का मैले सोचेको चाहिँ हुन त भगवान् श्रीकृष्णले पनि जातस्यै ध्रुवोर मृत्यु ध्रुवम जन्म मृतस्य च भनेर भन्नुभएको छ। मरेपछि जन्मिने नै हो, सयपत्रीको फुल फुलेपछि झर्ने नै हो, झर्नेपछि उम्रिने नै हो। त्यसले गर्दा अहिले हामीले कस्तो कर्म गर्छौँ त्यही कर्मको फल हामी भोग्ने हो। त्यही सत्कर्म गर्छौँ सत्कर्मको फल भोग्छौँ, र दुष्कर्मको गर्छौँ भने दुष्कर्मको फल भोग्छौँ, त्यही नै होइन। त्यसले गर्दा आजकलको युवा पिँढीलाई हजुरले सल्लाह दिनु पर्यो, सुझाव दिनु पर्यो भनेदेखि के सल्लाह सुझाव दिनु? म यो लोकप्रिय टेलिभिजन मार्फत, चन्द्रकला टिभी मार्फत म यहाँलाई चाहिँ एउटा चाहिँ सन्देश प्रवाह गर्न चाहन्छु, सम्प्रेषण गर्दछु। किनभने यहाँले चाहिँ सबभन्दा चाहिँ ठुला गुरु, सबभन्दा गरौँ के हो माताजी हुनुहुन्छ, सबभन्दा अग्ला के हुन् पिताजी हुनुहुन्छ, सबभन्दा ठुलो धर्म के हो राष्ट्र चाहिँ राष्ट्रमा भएका सबै प्रजा भनेपछि प्रकृतिले दिएको र जन्मिएका, प्रकृतिबाट जन्मेका सबैलाई समान, सबै राष्ट्रमा त होइन विश्वभरिमै सबैलाई माया गर्नुपर्छ र त्यो चाहिँ भावना गर्नुपर्छ, त्यो चिन्तन गर्नुपर्यो, मनन गर्नुपर्यो। घरका चाहिँ अभिभावकले धर्म छोड्नु भएन, माताहरूले पनि धर्म छोड्नु भएन, पिताहरूले धर्म छोड्नु भएन। जुनसुकै पनि यो जीवन चाहिँ भौतिक जीवन हो, यो दिन चाहिँ मेरो नाशवान छ। यो पृथ्वी त यो दिन चाहिँ महाप्रलय भएर जल पनि खरानी पनि उसले के अरे उडाएर लैजाने त्यो अवस्था हो नि। त्यो पनि गएर कहाँ गएर हुन्छ ओमकार बिन्दु संयुक्तम नित्यम ध्यान्ति योगिन कामदम मचितम चैव ओमकार आए नमन भने एउटा चाहिँ हाम्रो आमाहरूले माताजीले यस्तो बिन्दु लाउनुहुन्छ, त्यो बिन्दु जत्रो भएर बस्नुहुन्छ, त्यसले फैलिँदा फेरि सृष्टि हुन्छ। त्यसैले यो कुरा बुझेर हामी पनि यस्तै हो, हामी पनि भोलि चाहिँ मर्नु नै छ, जन्मेपछि मृत्यु चाहिँ शाश्वत छ भन्ने विचार गर्ने त्यो सानो बालकले भ्याउँदैन। त्यो भएर आमा बाउले चाहिँ एकदम त्यसलाई चाहिँ त्यो बाटालाई फकाएर हुन्छ कि कहाँ लिएर हुन्छ कि के गरेर हुन्छ बच्चा त्यो राख्नु पऱ्यो। अनि ती जमानी हुन्छन्, तिनीहरूले चाहिँ ती चाहिँ भोलि माता हुने पनि तिनीहरू, पिता हुने पनि तिनीहरू, राष्ट्र कवि हुने पनि तिनीहरू उहाँहरू नै हो, प्रधानमन्त्री हुने पनि उहाँहरू हो, राष्ट्रपति हुने नै हो, रकेट उडाउने प्लेन उडाउने उहाँहरू नै हुनुहुन्छ। त्यसले गर्दा सबै कुरा बाल्यकालदेखि नै सिर्जना हुने हो। त्यो सिर्जना चाहिँ बाल्यकालदेखि नै आएको हुन्छ होइन। तर परिवारले चाहिँ राम्रो संस्कार दिनु पर्यो बालकलाई, बालबालिकालाई। मैले चाहना हामी चाहिँ भन्छौँ इङ्ग्लिसमा भन्छ सेक्रिफाइस गर्ने होइन, सेक्रिफाइस गर्ने।
हामी भन्छौँ उसको लागि चाहिँ योगदान दिनु पर्यो किनभने योग भनेको के हो भने आफूसित भएको योग बल उसलाई चाहिँ बच्चालाई ट्रान्सफर गर्नु पर्यो किनभने त्यो आफ्नो जन्म बच्चालाई सकेन माटोले त यसरी बनाउँथ्यो पछि आफ्नो कला बन्छ भने त्यो बच्चा त जति पनि सक्छ कस्तो राम्रो माटोलाई समेत आफ्नो आकृति दिएर आफूले कल्पना गरेको आकृति दिएर बनाउन सकिन्छ भने आफूले जन्माएको सन्तानलाई आफ्नो बाटोमा हिँडाउन सकिँदैन सकिन्छ नि जरुर सकिन्छ तर किन होला यसरी दिन नसकेको मान्छेहरूले संस्कार दिन नसकेको होइन सबै लोभमा पर्छ लोभमा पर्छ किनभने अहिले टेलिभिजन हेर्नु जानु पऱ्यो अलिकति रौसी खान जानु पऱ्यो एकछिन पछि तास खेल्न जानु पऱ्यो एकछिन पछि त्यो के हेर्न जानु पऱ्यो दुनियाँ हेर्न जानु पऱ्यो अनि पैसा बिटो ल्याएर राख्नु पऱ्यो त्यो भन्ने त्यो भौतिक सुविधामा मान्छेहरूले लागेको हुनाले त्यो आध्यात्मिक र यो चाहिँ दैविक कुराहरूले केही पनि नसम्झेको हुनाले हामीहरू अहिलेको यो बाटो अहिले भएका नेताहरू पनि त्यही भए अहिले भएका विद्यार्थीहरू पनि त्यही भए अब विद्यार्थीले पढाउनै पढाउँदैन नि त टिचरले के पढोस् होइन गुरुले पढाउनै पढाउनु गुरु भने त प्रश्न हुनु पऱ्यो बिहानदेखि यसले पढाएको छैन भने भूमि पढाउने गुरुकुल हुनु पऱ्यो पहिला भूमि पढाउनु पऱ्यो त्यहाँदेखि यो बाबु यसरी पढायो भने जीवन र जगत बुझ्न सक्छौ तिम्रो चाहिँ जीवन चाहिँ राम्रो हुनेछ तिमीले बाबुआमाको माया गर्नुपर्छ पितामाता माया गर्नुपर्यो गाईको माया गर्नु राष्ट्रको माया गर्नु पऱ्यो हामी जन्मे भूमिको माया गर्नु पऱ्यो हामी भूमिमा जन्मेका छौँ अब हामी यो चाहिँ किनभने अघि यहाँले वैष्णवको बारेमा भन्नुहुन्छ हामी साष्टाङ्गको परिभाषित शब्दहरू पनि प्रयोग गर्न सिक्यौँ हामी साष्टाङ्ग चाहिँ हामी चाहिँ भगवान्लाई त्यहाँ किन त्यहाँ चाहिँ सबै शरणागति भएर त्यहाँ पर्छौँ धरती सबभन्दा ठुलो धरती भनेपछि यो संसारमा सबै फलफुलदेखि लिएर अन्नपात सबै उत्पन्न हुने ठाउँ जीवनदायी होइन अब त हजुरको अब त्यहाँ हाम्रो मात्रै जीवनदायी सारा प्रजा सबै सबैले बस्ने अधिकार पाएको ठाउँ फेरि सबै अधिकार त्यहाँ सर्व जीव अथवा सर्व आत्मा सबै कुराको त आश्रय छ पृथ्वीमा आश्रय अब त्यहाँ चाहिँ किनभने हामीले त्यहाँ गर्दै साठौँ गर्दै त्यो पृथ्वीमा ढोकिन्छ सबैभन्दा पहिले बिहान उठ्ने बित्तिकै पृथ्वीमा त ढोकिन्छ त्यहाँ समुद्र बस्ने देवी अब भन्दाखेरि चाहिँ कस्तो राम्रो समुद्रमा बस्नुहुन्थ्यो समुद्रमा छोडिदियो लगेर मान्छेले अब त्यो साइडमा लाग्छ होला होइन तर बेग्लै छ प्रवृत्ति भने समुद्र देवी बस्ने देवी पर्वत मनमिति विष्णुपति नमस्तुभ्यं पादस्पर्श अब ल अब हामीले त्यसो भन्छौँ त्यो माटोको गन्ध पनि लिनु पर्यो माटोको गन्ध पनि लिनु पर्यो त्यहीले बाँचेका छौँ त्यही गन्ध त्यही टिको लाउनु पऱ्यो त्यही ढोक्नु पऱ्यो त्यसैले हामीले चाहिँ चिन्ने चाहिँ कोसिस गर्नु पऱ्यो अब एउटा कुरा मैले अलिकति प्रसङ्ग बदलेँ हजुरको माताजीले भनेको कुरा मैले एउटा स्मृतिमा आयो पढ्नाले रति हुन्न ज्ञान जनको ज्ञान हुन्छ एक भक्तिले बाबु धेरै पुस्तकहरूका पानाहरू नपल्टाऊ पढेर ज्ञान प्राप्त त होला केही ज्ञान त प्राप्त होला तर भक्ति प्राप्त गर्नुको लागि एकान्त प्रिय हुनुपर्छ पुस्तकका पाना पल्टाएर भक्ति प्राप्त हुँदैन भनेर भनिबसेका थियो मलाई त्यो हजुरसँगको एकचोटिको भेटघाटमा मलाई चस्सत मुटुमा बिजेको छ त्यो कुरा के हो हजुरको माताजी कति हुनुहुन्थ्यो र उहाँले त्यो के कारणबाट हजुरलाई भन्नुभयो र हजुर त्यो के लाग्छ हजुरलाई त्यो भक्ति के हो होइन त्यो त मेरो आमाले मलाई दिव्य ज्ञान दिए एकचोटि आम दर्शकहरूलाई केही ज्ञान सुनाउन आज हामी होइन किताब भनेको आफ्नो परिपाटीको र त्यहाँबाट आफ्नो विचार पोख्या हुन्छन् अब सबैको राम्रो त्यो कोहीले नाम राख्न लागि किताब लेखेका हुन्छन् नपढिकन अब किताब त तपाईँ 1000 किताब पढ्नु पऱ्यो 100मा झार्नु पऱ्यो 100लाई 10मा ल्याउनु पऱ्यो 10बाट नि एउटा त्यो पढ्दा खारेर अनि लेख्न थाल्नु पऱ्यो अब त्यो अरूले लेखेर चाहिँ सबै सारेर केही पनि हुँदैन किनभने उहाँको प्रतिभा त गयो त उसको मनमा भन्न खोजेको थियो प्रस्तुत हुन खोजेको थियो कि तर त्यो सार्ने बाँध्ने चोर्ने बाँध्ने गर्दाखेरि स्वाहा होइन त्यसैले अब किताब कस्तो पढ्ने त जस्तै अब मैले अब पढ्नुमा आएको योगी नारायण नाथज्यूले लेखेको किताब पढी गुरु भन्नु उहाँले अनि मैले खप्पर स्वामीले लेखेको किताब पढ्छु होइन अनिखेरि अब अरू साहित्यिक भने चाहिँ किनभने यो चाहिँ हजुरको जस्तै उहाँहरूको चाहिँ त्यो कतैबाट कपिराइट होइन कि उहाँहरूको मानसपटलबाट ध्यानबाट निक्लेका कुरा शब्द आमाले त्यही भनिन्थ्यो मेरो मातृले त्यही भन्नुहुन्थ्यो हामीलाई चाहिँ यो ज्ञान कसरी आयो भन्ने कुरो म त्यस्तो ज्ञान त होइन मेरो आफैले यो कुरो गर्न मिल्दैन आमाले बिहान दैलो पोद्दादेखि नै मलाई चाहिँ त्यहाँ मूल ओछ्यान भन्ने हुन्छ हाम्रो पाहाड त्यो मूल ओछ्यान चाहिँ पूर्वतिर फर्केको थियो बसेर पढ्नु पर्थ्यो अनिखेरि आमाले एक दिन मैले चाहिँ महाभारत महाकाव्य पढ्दै थिएँ एक ठाउँमा चाहिँ त्यहाँ शैलेन्द्री भन्दाखेरि त्यो चाहिँ भाषा चाहिँ अलिकता
त्यो चाहिँ उच्चारण हुन सकेन। सानो सिङ्गुले छ्वाक्क लाएर हिर्काइछ। राम चाहिँ पढ्नु पर्दैन नबुझ्यो त्यो मलाई सोध्ने अथवा टिचरलाई सोध्ने गुरुलाई सोध्ने यही भन्छ भन्दा रोइनँ हातमा गरेँ यस्ता पुले ला हिर्काइछ। अनि बाहिरबाट पोत्दै भित्र जाने हो नि त। भित्र जाँदाखेरि त्यहाँबाट चुलामा पोत्दै होइसिन्थ्यो। अनि त्यहाँ चुलामा पोत्दै उहाँहरू आफ्नै त्यो स्तुतिहरू गर्दै त्यो हाम्रो त्यो लिपोत गर्दा पनि यस्तो गर्दै जाने त्यो किन प्राणीहरू मर्छन् रे त्यहाँ भएको प्राणीहरू कमिलाहरू मर्छन् र त्यहाँ त्यो बेग्लै किसिमको त्यो संस्कार भनेपछि त्यो पोत्दाखेरि लिपोत गर्दा पनि बढाउँदा भुट्दा सबै कुरो छ। भुट्दाखेरि त्यो किनभने त्यो चाहिँ अब हामी चाहिँ खाना पकाउन फेरि पनि त्यहाँ त जीव छ नि जीव हो नि च्वारा गरेर पालेर त्यहाँ तेलमा हालेर ज्वार गर्छ नि त्यो प्राण थियो कि आमाले पनि। अनि पट्ट लाएर हामी त्यो यो वनस्पति के अरे साग भाँच्छौँ नि त्यो पनि प्राण हो। त्यो साग भाँच्दाखेरि पनि हामीले चाहिँ भगवान्को नाम सम्झेर भाँच्नु पर्यो जप्नै पर्यो त्यो खाने हो नि त त्यो होइन। त्यसैले आमाबाट ज्ञान पाउनु भनेको पाउनु पनि पाएको दुध मात्रै खाइन ज्ञान पनि पाएँ ज्ञान गर्दै आमाको नाम सम्झ हजुरको आँखाबाट अश्रुका धारा बहन थाल्यो एकदम। दर्शक महानुभावहरू जो भक्तिमा चुर्लुम्ब डुबेको हुन्छ जसका आँखाबाट अश्रुधारा बहन्छन् म के कुरा गरौँ मसँग शब्द छैन उहाँको अगाडि। मैले अघि पनि भने भक्त प्रहलादको कुरा भने पढ्नाले रति हुन्न ज्ञानजनको ज्ञान हुन्छ एक भक्तिले अरूले भक्तिले अरू बिना ज्ञान पाउन सकिँदैन भक्तिबाट मात्रै। भक्त प्रहलादलाई ज्ञान सिकाउनको लागि मात्र ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्रबाट भगवान् स्वयं हाजिर हुनु पर्यो भने उहाँ त छेत्रीको छोरो लक्ष्मीप्रसाद देवकोटाले के भन्नुभएको छ छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन। हेर्नुहोस् त कति ब्राह्मणका छोराहरू आज सुरा सुन्दरीमा मातिएर सुरा सुन्दरीमा र मांस मदिरामा मस्त छन् तर उहाँ छेत्रीको छोरो भए तापनि हेर्नुहोस् त उहाँको भाव। उहाँको घरमा आएर हेर्ने हो भने स्वर्गीय अनुभव हुन्छ कुनै साधुको घरमा गए जस्तो हुन्छ। म काहीँ सन्त एउटा चाहिँ के अरे साधुको आश्रममा छु कि भने जस्तो फिलिङ हुन्छ भित्र मनबाट। उहाँले दिएको एउटा स्याउको टुक्रो पनि अमृत समान हुन्छ। मलाई चाहिँ त्यस्तो भएको छ है। तपाईँहरूलाई अवश्य पनि कस्तो होला उहाँसँग तपाईँहरूले भेट्न चाहनुभयो भने पनि अवश्य पनि भेट्न सक्नुहुन्छ। देख्नुभयो यही कुरा प्रत्यक्ष रूपमा टेलिभिजनबाट होला उहाँलाई संस्कृतका श्लोकहरू कण्ठस्थ नआउलान् लघु सिद्धान्त र मध्य सिद्धान्त कौमुदी उहाँले पढ्नुभएको छैन होला उहाँलाई ती शब्दहरू प्रष्ट आएनन् होला तर उहाँको भक्तिसँग उहाँको समर्पणसँग उहाँको भगवान्प्रतिको प्रेमसँग म त एक छेउ पनि छैन। किन आयो यो आँसु हजुरलाई? त्यसै आयो के गर्नुपर्छ यसरी चुर्लुम्ब डुब्नको लागि भगवान्प्रति समर्पित हुनुको लागि के गर्नुपर्छ यो आम दर्शकहरूलाई के होइन? यो चुर्लुम्ब डुब्नलाई चाहिँ यो वस्तु मेरो केही पनि होइन। यो यस्तो मेरो केही पनि होइन भन्नु केही पनि होइन यो ज्यान पनि हो। कहाँ हो र लगेर चाहिँ के अरे दाउरामाथि राखेर चाहिँ तलबाट आगो सल्काउँछन् कसरी आगो भित्र आउने जुन परमात्मा हुनुहुन्छ उहाँकै ध्यान गर्नुपर्छ। म त्यो राखेको छ मेरो बोल्छु हजुरसित जति खाना मिठो हुन्छ भन्छु यो मिठो कसरी भयो होला? त्यो मिठो मान्ने पनि अर्कै हो अर्कै हो खाने पनि अर्कै हो अगाए भने पनि अर्कै हो। त्यसो रसशोधन गरेर मेरो चाहिँ स्थूल शरीर बनाए मात्रै हो चाहिँ खाने पनि अर्कै हो किनभने हाम्रो सबै ज्ञान चक्षुहरू छन् नि त ज्ञानमय चाहिँ हाम्रो यो चाहिँ हाम्रो चाहिँ छ ज्ञानमय चाहिँ अङ्गहरूले जितेन्द्रियहरू इन्द्रियहरूले चाहिँ हाम्रो काम गरिरहेको हुन्छ त्यो नै भगवान् हो। त्यसैले पानी झर्छ किन झरे त्यो कति मिठो भएको यो फुल कति राम्रो फुले त्यो बाख्ना कति राम्रो आएको त्यो प्रकृतिको त्यो भगवान्ले दिएको त्यो भगवानै हो। त्यो पनि अंश हो त्यो पनि केही रूपमा छ त्यो पनि हो त्यो पनि देवांश हो देवांश
अनि गरी त्यहाँ अनि गरी यो अन्न कति मिठो भइरहेको छ, यो नुन कसरी लवण कसरी भयो, यो लवणको बारे अहिले पनि हाम्रो कुरो गरेको थिएँ। अहिले त्यो लवण नभइकन मान्छेले अहिले चाहिँ बाटो छ कुरो पनि बाँध्नु सबै प्रकृति भएरी कुरा गीता भएको कुराहरू भनेको छ। ढुलाकण पनि काम लाग्छ, तिमीलाई काम लाग्यो नचलाउ, काम लाग्दैन भने तर काम लाग्ने मान्छेले काम भनेपछि एउटा पात चुन्नको लागि पनि भगवान्लाई पुकारेर प्रभु म तिम्रो यो तिम्रो रूपबाट चाहिँ एउटा पात चुड्दैछु, मलाई अपराध नलागोस् है भनेर क्षमा मागेरै चुन्नुपर्ने हो। जे मन क्षमा माग्नु, खाँदा क्षमा माग्नु पऱ्यो, किन खाँदैन खाँदै होला, यो खानु पऱ्यो होला। मेरो आफैले कमा जस्तो, मैले आफैले जन्मा जस्तो, आफैले गरेर जस्तो कस्तो चाहिँ अहम गरेर हामी खान्छौँ, त्यसो भएन नि। पूजा किन गरे अर्चना भन्दाखेरि भगवान्लाई नचढेर खाइ पनि भोजनमा पनि प्रेम गर्नु पर्यो, प्रेम गर्नु पर्यो। त्यो माया ठुलो प्रेम हो, त्यो अन्न ब्रह्म भन्छ। हामीले बोल्ने शब्द ब्रह्म छ, पढ्ने अक्षर ब्रह्म छ, सबै ब्रह्म नभए केही पनि पर्दो छैन। यो प्रकृति सबै ब्रह्ममय छ, शिवमय छ, पार्वतीमय छ। डाँडा उठा जति सबै शिवमय छन्, यसो पात यसो लडेर पार्वतीमय छन्, प्रकृतिमय छन्। त्यो ब्रह्मालाई सृष्टि गरेर भन्दा त्यो ब्रह्माले अनेक किसिमको सृष्टि गरेर यहाँ चाहिँ हामीलाई चाहिँ हामीले देखाउनु भएको छ, भुल भुलाइमा राख्नु भएको छ। तर त्यो चाहिँ हामी चाहिँ यो किन यो हामी किन जन्मियौँ र हामी चाहिँ को हौँ, हाम्रो चाहिँ हामीले गर्नुपर्ने चिन्तन मनन नगरे हुनाले हो हाम्रो चाहिँ समाज बिग्रियो। यो समाज सभालाई जति हजुर गुरुजनहरू, जति हाम्रो यो सञ्चार माध्यमहरू, जति हाम्रो चाहिँ यो केदार चन्द्रकला टिभी जस्तो चाहिँ जुन लोकप्रिय चाहिँले यसरी प्रसारण गर्दै गऱ्यो भनेदेखि पक्का नै हाम्रो समाज राम्रो हुनेछ भन्ने मेरो चाहिँ धारणा। केदार चन्द्र टिभीका आम दर्शकहरूलाई केही भन्नु छ, छुटेका कुराहरू? अब मैले त के केही सुझाव सल्लाह दिनु छ? होइन, सानो मेरो चाहिँ यो बुद्धि भएकोले मैले त के सकेला र भए पनि अब मैले जानेको कुराहरू चाहिँ भन्दाखेरि चाहिँ सबैजनाले भावना र चिन्तन गर्नु होला। किन चिन्तन र मनन गरिएन भनेदेखि केही पनि हुन सक्दैन। पहिला आफूलाई चिन्नु पऱ्यो, आफूलाई चिनेपछि जगतलाई चिन्न चाहिँ अनि बिस्तारै चिन्न चाहिँ गुरु चाहिन्छ। त्यो बेला गुरु भनेको चाहिँ मेरो आफ्नो मैले जस्तै मेरो माताको मानेको थिएँ, पिताको मानेको थिएँ। यहाँले माता पितालाई चाहिँ गुरु मान्नु होला र त्यो चाहिँ मनन गर्नु होला। किन मैले गुरु मातालाई, किनभने अब पूर्वजन्म हामी के थियौँ मेरो त्यो माता के हो होइन। जस्तै म कहाँ अहिले चाहिँ मेरो जीवनसँगै नि मेरो चाहिँ अर्धाङ्गिनी हुनुहुन्छ, उहाँ पूर्वजन्म के हुनुहुन्थ्यो। जति एउटा ऋषिले कसले कल्पना गर्यो, उनले चाहिँ प्रष्टा पनि हुन्थ्यो शिशि, उनले चाहिँ हेर्दाखेरि ओहो यी त मेरो चाहिँ आमा भने मैले पूर्वजन्म के रहेछ भने उनको चाहिँ अर्धाङ्गिनी। कहिले आमा हुने, कहिले छोरी हुने, कहिले अर्धाङ्गिनी हुने, कहिले दासी हुने, बहुरूपा माता। त्यही भएर प्रकृति, त्यही भएर मैले नारी जगतको चाहिँ सम्मान गर्नु पर्यो। नारीले धर्म छोडिनु भएन। यी चाहिँ मेरो चाहिँ जगतका चाहिँ हामीलाई चाहिँ यो पालन पोषण गर्न जिम्मा दिएर चाहिँ भन्नु पर्यो। पुरुषले पनि पुरुष भनेको के हो, पुरुषको धर्म के हो, पुरुष कसलाई भन्छ? पुरुष हुनको लागि के गरेर छु मैले? म पुरुष जन्मेर आएँ, मैले जे गर्नुपर्छ के राष्ट्रको सेवा गर्नुपर्ने हो कि मानव सेवा गर्नुपर्ने, प्राणीको सेवा गर्नुपर्ने, वनस्पति सेवा गर्ने हो कि भू छे हुनलाई रोक्ने हो कि सबै भू छे पनि भू पनि जमिन पनि हामीले रोक्यौँ भने रोक्न सकिन्छ। किन रोक्नु सक्दैन? खोलाले बगाउने ठाउँमा चाहिँ तटबन्धन लगायो भने त रोक्यो, लगाइदिनु पऱ्यो। त्यो सबै हामीले बुझ्नु पऱ्यो, यो सबै बुझ्नु पऱ्यो। हामी प्रजा हो, सबै प्रजा हो। प्रजा भनेको प्रकृतिबाट जन्मेको। यसमा 4 किसिमले जन्मिन्छन्। एउटा चाहिँ जन्मिन्छ हामी चाहिँ यो सालनाल सहित जन्मेको, जरा भयौँ, बुढा हुन्छौँ, त्यहाँ हामी त्यो भोलि खतम हुन्छौँ। हामी सबभन्दा छिटो मर्छौँ होला सहित यो जराबाट होइन। त्योबाट अनिखेर अन्डज छन्, श्वेत बीज छन्, उद्भिद छन् होइन त। अब यसरी जन्मेका छन्। त्यो जात चाहिँ त्यो भनेको होला मेरो विचारमा लाग्छ, प्रकृतिबाट जन्मेको भएको जात भनेको होला। जात चाहिँ कोही पनि चाहिँ सानो हुँदैन, सबै जात चाहिँ बराबर हो। काम पनि सबै बराबर हो। कामलाई चाहिँ ठुलो मान्नु होला। कर्म नगरिकन केही पनि गति आउँदैन। कर्मलाई चाहिँ ठुलो मानेर जीवन र जगत बुझ्नको लागि गुरु चाहिँ खोज्नु होला। राम्रो गुरु खोजेर त्यहाँबाट गुरुको आज्ञालाई सुरुवात गरी गुरु पनि अब फ्याक्ट लाएर गरेँ। मैले 12 वर्ष पछाडि अहिलेको आचार्य श्री अहिलेका महाराज चौराचार्यज्यूलाई मैले चाहिँ रोजेँ। अब हिजोको दिनको कुरा थियो होला। तैँले चाहिँ अब भगवान् शिव प्रथम वैष्णव भइसिन्छ, पार्वती मुनि वैष्णव भइसिन्छ भने त पनि वैष्णव हुन सक्छ भनेर होला। अहिले उहाँकै चरण कमलबाट मैले चाहिँ अहिले कामहरू गर्दैछु होइन। उहाँ भनेदेखि दिनको एकपल्ट फोन हुन्छ, अनि मलाई किन फोन गरेँ भन्छु। अनि अब म पहिला हजुरलाई बा भन्थेँ,
अहिले त मेरो शिष्य होइसिन्छ नि छोरा। त्यत्रो विद्वान मान्छेले हजुरलाई चाहिँ फोन गर्नुहुन्छ र के अरे पहिले बा भन्थे अहिले शिष्य भनेर चाहिँ फोन गर्नुहुन्छ। हुनु पर्यो ज्ञान पाउनलाई गुरु चाहियो। गुरु बाबा आउँछ मान्दैनौँ त्यसै गुरुहरू आउनुहुन्छ यसलाई ज्ञान दिनुपर्छ। भनेपछि पिता माताजीलाई चाहिँ आदर भावले प्रथम मातरम वन्दे पितरस्य तदनन्तरम भनेर पहिले आमाको खुट्टामा ढोग्नु पर्यो। बिहान आमालाई सेवा गर्नु पर्यो। त्यो आमालाई घर धन्दामा सेवा गर्नु पनि त्यो पनि एउटा चिज सेवा होइन र? पिताजीको काममा सेवा गर्नु, माताजीको काममा सेवा गर्नु, उहाँहरूको आज्ञालाई पालना गर्नु, यसलाई पनि पितृमातृ भक्ति मानिन्छ होइन त? ठुलो भक्ति त्यो सबभन्दा ठुलो भक्ति। त्यो मान्दै गएपछि अनि असल गुरु होइन। त्यो श्राद्ध गइसकेपछि चाहिँ श्राद्ध गर्नु भने त त्यो एउटा संस्कार हो। त्यो एउटा संस्कार हो, एउटा संस्कृति हो। त्यो केही पनि होइन। उहाँको चाहिँ जस्तै हामीले चाहिँ हाम्रो जन्मदिनमा जन्मोत्सव मना जस्तै मनाएको हो। त्यो किन पिण्ड दिनु भने हामीले आफ्नै शरीर दिएको हो त्यो पिण्ड भने। किनभने त्यहाँ चाहिँ पिण्डमा चाहिँ किन त्यसको पाउ सम्झिनु हो, त्यहाँबाट त्यसको हस्त सम्झिन्छौँ, तिनका चाहिँ यो के अरे हृदयहरू सम्झिन्छौँ, त्यहाँ तिनका शिर सम्झिन्छौँ, तिनटै गरेर 4-5वटा कुराहरू लाउनुहुन्छ व्यक्तिहरूले। त्यो भने आफ्नो चाहिँ पिण्ड भनेको आफ्नो पिण्ड हो। बुझ्छ नि? त्यहाँबाट त्यो पिण्ड चाहिँ हामीले चाहिँ त्यो चाहिँ पिण्ड दिने भनेको आफ्नो पिण्ड, त्यो बाबामा पिण्ड दिए होइन। त्यो श्राद्ध गऱ्यो भने आफ्नै श्राद्ध गऱ्यो खास कुरो। किन भन्छ श्रद्धा गरेर सम्झिया चाहिँ उहाँलाई हो तर आफूले गरे हो। खाने पनि त्यही हो, उहाँलाई सम्झेर खाने हो क्या? त्यहाँबाट लगाएर सेलाउँछौँ। ल है मैले सेलाएँ भने त्यो आफै सेलाएको। त्यहाँबाट नुहाएर है भने नुहाउनु भने अर्को कर्म हो, फेरि अर्को जन्म जस्तै हो। त्यहाँ त नारा एड छ नि त, नारा जल छन्। एड भने भगवान्को बाटोमा हिँड तिमी भएर भने त्यो जलले चाहिँ हामी स्नान गर्न आउँछ। स्नान हुन्छ हिमो जल भने जस्तै स्नान गर्छौँ। त्यहाँबाट शुद्ध हुन्छौँ, सहीसँग कपडा पनि फेरेर त्यहाँबाट फेरि बस्छौँ कर्म होइन? त्यो हो नियम। किनभने त्यो मेरो उनै जलाइ छ, त्यो मैले चाहिँ अर्पण गरिसकेँ, मैले चाहिँ त्यो सेलाइसकेँ। अनि नुहाएपछि त्यहाँबाट फेरि जन्मदा बाबामा जीवित छँदाखेरि उहाँहरूको श्रद्धा भाव प्रेम भाव श्रद्धा मात्रै होइन, उहाँलाई चाहिँ कसरी खुसी भावले खुसी अनन्य भावले खुसी पार्ने, उहाँलाई कसरी सेवा गर्यो भने उहाँ खुसी हुनुहुन्छ। बस त्यो ध्यान दिनु। त्यो ध्यान दिएपछि मरण उपरान्त पनि उहाँहरूलाई श्रद्धा गर्नु। केही पनि होइन, त्यो त मरण उपरान्त पछाडिबाट त के भनेपछि जीवित भगवान भनेको बाबामा नै बाबु आमा गुरु। त्यहाँबाट जस्तै बोलाउने नबोलाउने कोही आयो भने त्यो अतिथि पनि देव हो। अतिथिको लागि त कुरै नगरौँ। हजुरको घरमा त जुन के अरे गुरुको लागि नै छुट्टै कोठा छ, छुट्टै आसन गर्ने ठाउँ, बस्ने ठाउँ छ, पानी पिउने ठाउँ छ होइन, भोजन गर्ने ठाउँ छ। त्यसले गर्दा हजुरको विषयमा त म कुरा गर्नै सक्दिनँ, मसँग त्यो शब्द पनि छैन होइन। भगवान् कृष्णको बारेमा पनि एउटा कुरो गरौँ। भगवान् कृष्णचन्द्रलाई जुन गुरु गर्गाचार्य आउनुभयो, गुरु त चाहिन्छ एउटा, नत्र किन चाहिन्छ त? गुरु शान्ति पनि हुनुहुन्थ्यो होइन? शान्ति पनि हुनुहुन्थ्यो। अब किन गर्गाचार्य चाहियो, किन शान्ति हुनु पर्थ्यो? भगवान् आफै हुनुहुन्थ्यो, महागुरु हुनुहुन्थ्यो। किन कृष्ण वन्दे जगतका गुरु नै उहाँ बन्नुभएको छ। समादरणीय दर्शक महानुभावहरू, आज हामीले समाजसेवी र योगी नरनाथ ट्रस्टका उपाध्यक्ष श्री राजेन्द्र राज कठायतज्यूसँग आज हामीले अन्तर्संवाद गऱ्यौँ। उहाँका विचार भावनाहरू तपाईँमाझ पोख्यौँ र सर्वोपरि कुरा चाहिँ के रहेछ भने सर्वप्रथम चाहिँ मातापिताको सेवा गर्नुपर्ने रहेछ। उहाँहरूले दिएको असल संस्कारमा हिँड्नुपर्ने रहेछ। अवश्य पनि अर्को जन्ममा राम्रो ठाउँमा जन्म लिन पाइन्छ, राम्रो कुल छानेर जन्म लिन पाइन्छ, राम्रो परिवारमा संस्कारी परिवारमा जन्म लिन पाइन्छ भन्ने यस्ता उहाँको मनबाट त्यस्तै भाव उत्पन्न भयो। हामीले तिनै भाव तपाईँहरूलाई आज पोख्यौँ। दर्शक महानुभावहरू, समय सिद्धिको जानकारी हाम्रो प्राविधिक साथीले दिइसक्नु भएको छ र आजको अतिथिलाई विशेष धन्यवाद दिँदै क्यामेरामा साथ दिने मेरी अर्धाङ्गिनी हेमा राधा तिमल सिन्हालाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता युवराज तिमल सिन्हा विश्राम लिन चाहन्छु। जय होस्, धन्यवाद।